हामी यहाँ हरेक व्यक्तिलाई सूचीको काम जस्तो व्यवहार गर्दैनौँ। उहाँहरूको आफ्नै कथा, परिवार र जीवन हुन्छ। हामी कठिन दिनहरूले आफ्नो मन कठोर हुन दिँदैनौँ। हामी सधैँ धैर्य र सहानुभूति राख्छौँ। हामी दयाको शक्तिलाई कहिल्यै बेवास्ता गर्दैनौँ। सानो मुस्कानले पनि ठुलो फरक पार्छ। हामी सानो परिवर्तन पनि बेवास्ता गर्दैनौँ, किनकि सानो सङ्केतले ठुलो समस्या देखाउन सक्छ। चाहे जति नै थकान होस्, हामी उहाँहरूलाई सुन्न कहिल्यै रोकिँदैनौँ, किनकि कसैको आवश्यकतालाई बुझ्नु भनेको केवल दैनिक कामभन्दा धेरै हो। हामी कहिले बिर्सदैनौँ कि सेवा केवल जिम्मेवारी मात्र होइन, यो त माया, धैर्यता र मानवता ल्याउने प्रतिबद्धता हो कसैको दैनिक जीवनमा। र हामी उहाँहरूको लागि आफूलाई सुधार गर्न कहिल्यै रोकिँदैनौँ, किनकि राम्रो सेवा दिन जीवनको मोडमा हरेक दिन सिकाइ आवश्यक हुन्छ। र सबैभन्दा माथि, हामी किन सुरु गर्यौँ भन्ने कुरा कहिल्यै बिर्सदैनौँ, किनकि स्वास्थ्य सेवा भनेको विश्वास, माया र मानवताको सेवा हो।